आज चाहिँ म बिहान फिल्डको बाटोबाट स्टार्ट गरेको। म चाहिँ फिल्ड पुग्न आँटिसकेको अनि यहाँ चाहिँ राख हुन आँटेको थियो। पुरा कपडाहरू लगाइसकेको छन् यहाँ चाहिँ अहिले। अनि यहाँ चाहिँ एकदम कपडा सपडा लगाइसकेर एकदम डेगहरू ल्याइसकेको छन्। आज राति त यहाँ राख्छ अनि यहाँ चाहिँ केटाहरू एकदम रानिङ गर्नुको लागि हिँडिरहेछन्। यहाँ चाहिँ रानिङ गर्ने अगाडि 1-2 पाक हिँड्छन् अनि केटाहरू चाहिँ रानिङ गर्नुको लागि पुरा एक्सर्साइज गरिरहेछन्। म चाहिँ आज रानिङ गर्दिनँ भन्दै बोट र स्प्रिङ लिएर म चाहिँ माझामा गएँ। फिल्डको माझामा म चाहिँ एक्सर्साइज गर्छु भनेर म चेस्टको लागि गर्छु भन्दै गएँ। यहाँ चाहिँ केटाहरूले रानिङ चाहिँ स्टार्ट गरिदिइसकेको छन्। यिनीहरू बिस्तारै बिस्तारै कुद्छन्। अहिले त लास्टमा स्पिडै गर्छन्। यिनीहरू चाहिँ अहिले 16 पाक कुद्छन्। कहीँ पनि 5 किलोमिटर जति हुन्छ होला। म चाहिँ आज कुद्दिनँ भन्दै एकदम पुरा रेस गरिरहेको थिएँ। मेरो त पुरा सेन पेन भइरहेको थियो खुट्टामा। रातभर खुट्टा दुखेर अहिले त कुद्नु पनि सकेन। त्यही पनि एक्सर्साइज चाहिँ अलिअलि गरिरहेको थिएँ। अनि म चाहिँ फिल्डबाट घरमा आइसकिसकेँ। अनि म चाहिँ खानासाना खाएर एकदिन गाउँतिर निक्लिन्छु भन्दै गएको थिएँ। भाउजूहरूको घर बनाउँदो रहेछन्। त्यहाँ पनि मिस्त्रीहरू लागिरहेको छन्। मैले चाहिँ गएर यसो हेरेको त राम्रो खाले मिस्त्रीहरू चाहिँ कतिमा लगाएको दा भन्दा म त ठिकामा लगाएको भाइ भन्नु थाल्यो दादाले। यहाँ चाहिँ दादाहरूको घरमा चाहिँ इँटा गाँसिनी गर्नु थालिसकेको छन्। मिस्त्रीहरू पुरा लागिरहेछन्। अनि यता दिदी पनि आएको रहेछ। मलाई त थाहा नै थिएन। दिदीहरू चाहिँ हस्पिटल गएर आएको छन्। काकीहरू दिदी अनि भाइ चाहिँ स्कुलबाट आउँदैछ। अनि म पनि दिदीहरूको पछि गएँ गाउँतिर। अनि त्यसपछि अझ दोकान पनि खुला देखेको थिएँ। त्यहाँ गएर अनि एकदम मिमी र नुडल्स चाहिँ लिएर गएर घरमा साँधेर खान्छु भन्दै म चाहिँ घरतिर लागेँ। अनि घरमा त कोही पनि छैन। त्यही पनि अब मिमी र यो नुडल्स चाहिँ लगेर साँधेर खान्छु भन्दै म चाहिँ घरतिर लागेँ। डेडी पनि हुनुहुन्न। मम्मी पनि ब्याङ्कमा जानुभएको छ। कतिखेर आउनुहुन्छ भने अनि म चाहिँ घरमा आइपुग्दा फेरि हेरेको त बाटोमा एकदम ग्यासको ट्याङ्कीवाला गाडी एकदम रोकिरहेको छ। काकीहरूले पनि ग्यास बढाइरहेको छन्। खसीले धान खाँदैछ भनेर सुनेको थिएँ। म चाहिँ खसी खेदाउनु गएको थिएँ। अनि यहाँ चाहिँ खसीले धान त खाएको नि बाहिरको त जङ्गल खाइरहेको छ। त्यही पनि खेदाउँछु भन्दै अब चारैपट्टि हेरेँ मान्छे छ कि भन्दै ढुङ्गाले हाल्ने म चाहिँ खेदाउँछु लिएर आएँ। अनि यहाँ चाहिँ खसी खेदाउँदै अनि यहाँ त भाइले चाहिँ माछा मारिरहेको छ। अनि यहाँ चाहिँ भाइले चाहिँ दुलोभित्र हात हालिरहेको छ। माछा चाहिँ गाउँमा यति निकाल सानो कुसिया पनि निकालिरहेको छ। भाइले चाहिँ एकदम दुलोबाट माछा निकाल्दै रहेछ। म त हेरिरहेको थिएँ अब यो साँप निक्लिन्छ कि माछा निक्लिन्छ भन्दै। त भाइले माछा मारेर घर जान्छु भन्नु थालिसक्यो। म पनि घर निक्लिसकेँ। अनि यहाँ चाहिँ एउटा बसा बसिरहेको छ। एकदम बाटोमा बसिरहेको छ। त्यसपछि म चाहिँ उता ग्यास भराउँदैछ। त्यो त हेर्नुको लागि म चाहिँ भनेर गएँ। अनि म चाहिँ यो ट्याङ्की हेर्दा दिमागमा चाहिँ एउटा चिज आयो कि यसको ढक्कन खोलेर सोलाइ बालिदिँदा त के हुन्छ होला। देख्नुभयो मेरो दिमाग कस्तो छ कमेन्ट गर्नु त कस्तो लाग्यो मेरो दिमाग। अनि म चाहिँ काका घर आइपुगेको थिएँ। काकाले भन्नुभयो तेरो धान खाँदैछ जा भाइ खेदाएर आइज भन्नुभयो। म पनि यता हेरेको त केही पनि रहेन रहेछ। यता त धान काटिसकेको थियो। यता कसको गोरु हो एकदम धान खाइरहेको रहेछ साइडमा। धान खाएर उता त खत्तम पारेर अहिले त घाँस खानु थालिसकेको छ। अनि म त खेदाउँदै गएँ। अब यसलाई त साइडबाट खेदाएर पर लगेर राखिदिन्छु। अनि मैले त कसको गोरु थियो पनि पर खेदाएर एकदम घरतिर लागिसकेँ। अनि मैले त हाम्रो धान काटिसकेको हाम्रो खुदको माटोमा त पुगिसकेर अनि यतापट्टि फर्केर यता काकाहरू पनि धान काटेको रहेन। अनि म त त्यही हेर्दै घरतिर लागिसकेँ। अनि म चाहिँ घर जाँदा दिदीहरूले त चाना बनाउँदो रहेछन्। भाइ आइज चाना खाएर जा भनेर थाल्यो दिदीहरूले। अनि म पनि दिदीलाई फटाफट बना म पनि घर जान्छु भन्दै दिदीहरूलाई भन्नु थालेँ। चाना बनाउनु थाल्यो उसले पनि। अब हामी त बाहिर ल्याएर एकदम खानु थाल्यौँ। ए हाई भन्नु त हाई 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 मैं नहीं दिखाऊंगा। अनि हामी त चाना खाँदा रात परिसक्यो। अनि दिदीले भने भित्र बसौँ भनेर दिदी त एकदम मुखमा क्रिम लगाउनु थाल्यो। दिदीको खोइ के बिमार भएको छ खोइ के निक्लेको छ। म चाहिँ दिदीले क्रिम लगाएको हेरेर बसिरहेको थिएँ। अनि म चाहिँ भिडियो यतिमै समाप्त गर्नेछु। सबैले कमेन्ट गरिदिनु होला जय गोर्खा भनेर।